तपाईँ मरेको 1 घण्टापछि मानिसहरू खाना खान सुरु गर्नेछन्। एक दिनपछि तपाईका साथीहरू र आफन्तहरू आफ्नो घर र काममा फर्कनेछन्। एक हप्तापछि तपाईको अफिसमा कोही अर्को मान्छे तपाईको ठाउँमा काम गर्न आइसकेको हुनेछ। एक महिनापछि तपाईका लुगाहरू र सामानहरू या त बाकसमा थन्किनेछन् या त फालिनेछन् र 1 वर्षपछि मानिसहरूले तपाईलाई पूर्ण रूपमा बिर्सिनेछन्। तर विडम्बना हेर्नुस् न, हामी आफ्नो पुरै जीवन यही सोचेर बिताउँछौँ कि मानिसहरूले मेरो बारेमा के सोच्लान्, जबकि सत्य के हो भने यहाँ कसैलाई कसैको बारेमा सोच्ने फुर्सदै छैन, किनकि यहाँ हरेक व्यक्ति आफ्नै जीवनको युद्ध लडिरहेका छन्, आफ्नै समस्यामा अल्झिएका छन्। त्यसैले अरूलाई खुसी बनाउने चक्करमा आफ्नो भित्रको रहर कहिले नमार्नुहोला। तपाईँ यो संसारमा अरूको कथाको पात्र बन्न होइन, आफ्नो कथाको हिरो बन्न आउनु भएको हो। आजैबाट अरूको नजरबाट बाँच्न छोड्नुहोस्, आफ्नो बारेमा सोच्नुहोस्, आफूलाई माया गर्नुहोस्, किनकि यो अमूल्य जीवन फेरि दोहोरिएर आउँदैन।